भन्दा जर्मेदेखि खेल्ला कुरा गरौँ भने चाहिँ रातो है हो तर दुःखका कुरा गरौँ भनेपछि अहिलेसम्म दुःखै छन् अनि तपाईँको जन्मेको 2 वर्ष पछि अपाङ्ग भए 2 वर्ष चाहिँ आमा अब 2 वर्ष अपाङ्गमा 2 वर्षमा 2 वर्ष बुवा पनि बितिनु भयो आमाले हैरान गरी कसैको धान कुट्दै कसैको स्याउला ल्याउँदै कसैको हरि गाड्दै कसैको दाउरा बोक्दै कसैको केही गर्दै पालिन् एक दिन आमा भनिन् कठै बा दही खालाई मै पनि खालाई लौनी पनि खालाई छोरो अपाङ्ग भएकी मुमरे खाँजालाई भनेर आमा ओसेनलाई गाइनी छिन् आमा मैले त्यो एउटा भाषा पनि सुने मैले भने आमा उही दही छानेले मै छानेले लौनी नछानेले तिम्रो कला नेदियाले चिन्ता नमानेले तिम्रो त्यो भाषा त्यो चिन्ता नमान आमा म गरेर पनि खाला म गीत गाएर पनि खाला सुख दुःख गरेर पनि खाला भनेर मैले त्यो आमासँग परिचय दिएँ गाउँघर तपाईँको सबैसँग परिचय गीत कस्तो भयो भनेपछि अब खेल्न कुरा गरौँ भनेपछि सोरु खेल्यौँ अनि सोरु खेल्ने बेला त्यही उनले केटीले भने दही खायाऊ मै खायाऊ लौनी कहाँ पायाऊ मान्छे खान लौडु गरी के गरी आयाऊ त भनेर सबै पनि भने हजुर मैले कि त ठुला पुन्चरा कि त ठुला घन पुरुषहरू भएका छन् महिला भइदिए गुण भनेर पनि त्यो पनि गीत गायौँ हरेक ठाउँमा विभिन्न किसिमका गीत गायौँ अहिले गीत कस्तो भयो भनेपछि छोरा घाँसी काट्या गोठालो भयो मुगुरा र ताल चराउन्या पनि भयो फर्की जाऊ रुलाले घाँसी काट्या गोठालो भयो मुगुरा र ताल चराउन्या पनि भयो फर्की जाऊ रुलाले मेराले डाँडो काट्यो मुगुरा र ताल रङ्गिलो मुनि भयो फर्की जाऊ रुलाले मेराले डाँडो काट्यो मुगुरा र ताल रङ्गिलो मुनि भयो फर्की जाऊ रुलाले त्यही गर्दै अहिले अमेर पनि गयो साह्रै दुःख भनेको दुःखका कुरा गरौँ भनेपछि हरेक ठाउँमा मैले भैलो खेल्न पनि गएँ जस्तै हुड्किया भाषा गएँ किराता बुराउसी फुल किराता रगत भने बसु कि अन्ती भाइ जाँदेली बुढ्या बगत को जानी मेरा दुःख गतो सोधानी भनेर पनि मागेर खाएँ दुःख किरमर्काहरू गरौँ भनेपछि अथवा राज्यले पनि हेरिया नै नेताहरूले पनि हेरिया नै सबैको छाडा नगरपालिका लगायत खटर गाउँपालिका करम गाउँपालिका अनि सुरु गाउँपालिका लगायतले पनि कलसदाई यो हो कलसदाई त प्रचलित मान्छे हो हामीलाई कहाँबाट सहयोग गरौँ कहाँबाट सहुलियत गरौँ अहिले सङ्घीय संरचना आइरहेछ भनेर कोही गाउँपालिका नगरपालिकाले कसैलाई के गरौँ भन्ने सोच छैन अब गएपछि तपाईँ क्या आउनुहुन्छ तपाईँको त खतेर गाउँपालिकामा जानुहोस् तपाईँको त खतेर गाउँ छ पैसा बियो अहिले 2-4 हजार रुपियाँ हल्ला बियो भने के भन्नुभयो भनेपछि तपाईँको यहाँ कहाँ छ त खतेर गाउँपालिका हुन्छ यहाँ कानुन त होइन यो त यहाँकै गाई हो यो त खतेरको मात्रै होइन कलसिया अपाङ्ग हो दृष्टिविहीन हो जस्तै एउटा दृष्टिविहीनले गमगढीको कति रुपियाँ लिया त्यो संस्कृति लिएर हुन्छ त हामी खतेर कसैलाई महिनाको 1-2 हजार रुपियाँ दिँदा के फरक पर्ला कोही गाउँपालिकाले सोचिदिएन अहिलेसम्म दुःखै छ फेरि यो गीत छ हेर्नुहोस् मेरो आज एक्लै किन देख्नु भयो त आज एक्लै यस्तै हो आज अब श्रीमती
र खाना घर जाउँ हजुर जाउँ बजार जाउँ भन्दाखेरि के भन्ने भने कति दुकान डुरेंगे कति तू मेरो सलाउनु हमाने कति दुकान तेरो त मैले ऋण खाया हूँ तेरो त मैले पाती खाया जानु भयो केही आफूले ढोडीकुटी खानुपर्छ आफूले अगुवारी खानुपर्छ त्यहीबाट उयो त्यस्तै हो सम्पत्तिका दिदी बिना विपत्तिका मित्र उही बेला अब हरेक ठाउँमा नयाँ 24 गाविसबाट सहयोग मागे 24 गाविसबाट आर्थिक सहयोग माग्दा पुन कार्यालयका विज्ञापन गए स्वास्थ्यको विज्ञापन गए उही बेला खैनी आम्नी भयो अब अहिले सबै खतर गाउँपालिका खतर गाउँपालिकातिर गयो छाना नगरपालिकातिर गयो करण गाउँपालिकातिर गयो सुर गाउँपालिकातिर गयो अहिले अब मुहा त मुर्सुक गएपछि केला किनिदेऊ पो भनिदियो केला किन्ने बजार रुपियाँ हुँदैन सुन्तला किनिदेऊ भनिदियो सुन्तला किन्ने रुपियाँ हुँदैन त्यही फुजो कति अड्नु भनेर बजारिया यी सबै इष्टमित्र बजारका दिदी बहिनी हाम्रो लागि धन्यवाद हुनुहुन्छ कसरी भनेपछि जहिले आए पनि कति दिउँ त कल्सदा आइकन भने कहिले 50 दिने कहिले 100 दिने कहिले 150 दिने एक छोरी छ अनि मैले गीत गाइरहेको छु हेर्नुहोस् सानी ठुली आमा ठुली सानो बच्चा खाना खाइदियाले यति गरी बाइनु भन्दा मन पाइदियाले त्यो गीत मैले त्यो सबै च्यानलमा हालेँ सबैभन्दा मैले दुःख अहिले फिल्मरका भनेको के छ भनेपछि मच्छा किन्ने यो कोह मच्छा र यो आलु किन्ने अवस्था अहिले घटेर गइरहेको छ त्यो अवस्था कसले दिने कसले के गरिदिने फेरि एउटा यो गीत छ हेर्नुहोस् मेरो डोरी बाटाको नाइ परे खाएलाई गो मने पलाई गो डोरी बाटाको नाइ परे खाएलाई गो मने पलाई गो बादली फाट्याको नाइ यो मेराले गियो संसारमा बादली फाट्याको नाइ मेराले गियो संसारमा संसारको पीडित छौँ बादल छ त बादलै छ घाम छ त घामै छ तातो लागेको बेला घाम लागिहाल्यो त तातो नलागेको बेला छाइल भए पनि अरू कुरो खोज्यो बादल छ कि छाइल छ भनेर त्यस्तो मर्कामा अपाङ्ग पढेको छ त्यस्तै हो हजुर अब अहिलेसम्म जस्तै 4-4वटा मान्य छन् छायाना नगरपालिका छ खतरा गाउँपालिका छ करण गाउँपालिका छ सुरु गाउँपालिका छ सङ्घीय संरचना छ माथि अब 2/3 कमिस्टको सरकार कमिस्ट बासको सबै सुविधा हुन्छ भनेर उनका भाषण विज्ञापन वचन हामीसँग छिया त्यही भएर हामीले दलीय कलाकार लाग्यौँ गीत गायौँ काङ्ग्रेसको गीत पनि गायौँ एमालेका गीत पनि गायौँ माओवादीको गीत पनि गायौँ तर लास्ट अहिले आलु किन्ने अवस्थामा नगएर बजारमा गएर पनि त चुलो डे बनानी भनेर खानुपर्ने अवस्था आयो हुँदा अहिले हामी सार्नेका अहिलेसम्म जितबहादुर मल्ल र गोपाल मङ र कति रकम अनि जितबहादुर मल्लको त अब प्रत्येक महिना 51,000 रुपियाँ पैसा पनि दिएका छन् अब त्यो त्यही भयो अब गोपाल मङको खाता खोलेको 10,000 रुपियाँ हो अनि नेपाली काङ्ग्रेसमा सहयोग गर्ने सहयोगै गर्नुपर्छ र यो हुनुपर्छ भनेर नेपाली काङ्ग्रेसले सहयोग गर्ने भनेका तिलक मल्ल र खड्गबहादुर शाही किनभने उनले रेडक्रसबाट अब रेडक्रसको सभा हुँदाखेरि अब लुगा कम्मल ताला ताउला त्यो सबै उनले व्यक्तिगत नभए पनि अब सङ्घ संस्थाबाट उनले धेरै राम्रो सहयोग गर्ला व्यक्तिगत रूपमा अहिलेसम्म कसैले त्यत्रो ठुलो रकम गरेको छैन 1,000 रुपियाँ 500 200 1,500 त अब जसले पनि दिन सक्ने भयो होइन अब लगभग 5-10 हजार रुपियाँ व्यक्तिगत रूपमा 10,000 रुपियाँ व्यक्तिगत दिने भनेको गोपाल बम मात्रै त्योभन्दा अरू कोही छैन यदि तपाईँले कसैले सहयोग गर्न चाहनुहुन्छ भने फेरि हामी तपाईँले भेट्छौँ होइन हजुर मान्छेलाई प्रत्यक्ष ल्याएर अथवा चेक दिन्छन् कि के गर्छन् त्यो ल्याएर हामी तपाईँले यही फेरि रेकर्ड गर्छौँ फेरि हुन्छ यदि कसैले सहयोग गर्न चाहेपछि हजुर सहयोग गर्न चाहनेहरूले हामीलाई सम्पर्क गर्छन्
सम्पर्क गरिसकेपछि तपाईँले भेटौँला। सरकारले मैले त्यो सहयोग गर्ने त्यो सबैले यो मेरो अहिले होइन त्यो रारा त्यो इफएममा हरेक ठाउँमा विज्ञापन गरेर तपाईँको यो गरिदिनुहोस्, सहयोग गरिदिनुहोस्, तपाईँले यो पत्रिका निकालिदिएपछि गयो भने यस्ता फिल्महरूकाहरू तपाईँ हुन्छ त्यो त्यस्तै सहयोग गर्ने मलाई मैले बारम्बार भनिरहेको छु, रेडियोमा पनि भनिरहेको छु, यो रेडियोमा सूर्योदय रेडियोमा बेलायतका मान्छेले एकदिन ललितपुरको महिला सधैँभरि मेरो मुटुमा छाप बसिरहेको छ। सधैँभरि तपाईँले माया र दया गर्नुभएको छ, तपाईँले भगवान् दया गर्नु, कसैले व्यक्तिगत रूपमा सहयोग र समर्थन सकभर गरिदिनुहोस्, मुगन पनि बचाउनुहोस्। म तपाईँको किनभनेपछि साह्रै पीडित, साह्रै सुख र दुःखमाथि पिल्छिएको बजारमा एक लट्ठी हुन्छ, एक सल हमाया हुन्छ, एक लट्ठी र सल हमाया हुँदा म दुःखमा मर्कामा पढ्या हुँदा तपाईँप्रति मेरो सबैभन्दा पनि दृष्टिविहीन मेरो यही टेकेका लट्ठीले, मेरो यही भट्याको रोटोको बाटाले, मेरो यही जहिले नालिदो सतिदो हौँ कि म एउटा श्रीमती छ, एउटा सानी छोरी छ, त्यो मेरो मुटुमा नभएर म दृष्टिविहीनकी छोरी होइन, तपाईँको स्वदेश विदेश बस्ने नेपालीहरूकी छोरी हो। मैले पालन नसकेर तपाईँको पनि बालबच्चा छ, अब तपाईँको बालबच्चा तपाईँले हुर्काउनु पर्ने छ भने मेरो बालबच्चा हुर्काउने सहारा केही पनि छैन। तपाईँहरू दर्शन तपाईँलाई सबैलाई मेरो शुभकामना नमस्कार भन्दै दुई चारवटा गीत मेरो मनको वेदना श्रीमती दुई तीन ल्यायो भन्ने थियो यो पाउने पनि धोयो गाउनलाई कल्छु दाइ पिपलका छाबिना जो चौतारो चिनेका ठौर पिपलका छाबिना जो चौतारो चिनेका ठौर केलाई लाग्दो माया बिना जो सुदेश विदेशसम्म केलाई लाग्दो माया बिना जो सुदेश विदेशसम्म भने कोही दिन नै बिना जुन भनु भन्ने मन लाग्दो भने कोही दिन नै बिना जुन भन्ने मन लाग्दो कालीपन लिने नै बिना जु दर्शन कालीपन लिने नै बिना जु अनुहार देखिने केही नै कालीपन लिने नै बिना जु अनुहार देखिने केही नै मोटाला दुधैछौ बिना जो सापन पाइ चिसा पानी मोटाला दुधैछौ बिना जो सापन पाइ चिसा पानी राता दिन रुदैछौ बिना जो राता दिन रुदैछौ बिना जो रोयाले के हुने भन्दा जर्नेदेखि खेल्ला कुरा गरौँ भने दुःखका कुरा गरौँ भनेपछि अहिलेसम्म दुःखै छन्। अनि तपाईँको जन्मेको 2 वर्ष पछि अपाङ्ग भए 2 वर्ष चाहिँ आमा अब 2 वर्ष अपाङ्गमा 2 वर्षमा 2 वर्ष बुवा पनि बितिनु भयो। आमाले हैरान गरी कसैको धान कुट्दै कसैको स्याउला ल्याउँदै कसैको हरि गाड्दै कसैको दाउरा पुग्दै कसैको केही गर्दै पालिन्। एक दिन आमा भनिन् कठै बा दही खालाई मै पनि खालाई ल
ल्याउने पनि खालाई छोरो अपाङ्ग भएकी मुमरे कान्छालाई भनेर आमा ओछ्यानलाई गाइनी छिन् आमा मैले त्यो एउटा भाषा पनि सुने मैले भने आमा उही दही छानेले मै छानेले लौरी नछानेले तिम्रो कला मेदियाले चिन्ता नमानेले तिम्रो त्यो भाषा त्यो चिन्ता नमान आमा म गरेर पनि खाला म गीत गाएर पनि खाला सुख दुःख गरेर पनि खाला भनेर मैले त्यो आमासँग परिचय दिएँ गाउँघर तपाईँको सबैसँग परिचय गीत कस्तो भयो भनेपछि अब खेल्न कुरा गरौँ भनेपछि सुरु खेल्यौँ अनि सुरु खेल्ने बेला त्यही उसले एक केटीले भने दही खाया मै खाया लौनी कहाँ पाया मान्छे खान लौनी गरी के गरी आया त भनेर सबै पनि भने हजुर मैले कित ठुला पुन्चरा कित ठुला घन पुरुष राम्रो भएका छन् महिला भइदिए गुण भनेर पनि त्यो पनि गीत गायौँ हरेक ठाउँहरू विभिन्न किसिमका गीत गायौँ अहिले गीत कस्तो भयो भनेपछि छोरा घाँसी काट्याको ठालो भयो मुगुरा र ताल चराउन्या पनि भयो फर्की जाऊ रुलाल घाँसी काट्याको ठालो भयो मुगुरा र ताल चराउन्या पनि भयो फर्की जाऊ रुलाल मेरले डाँडो काट्यो मुगुरा र ताल रङ्गिलो मुनि भयो फर्की जाऊ रुलाल मेरले डाँडो काट्यो मुगुरा र ताल रङ्गिलो मुनि भयो फर्की जाऊ रुलाल त्यही गर्दै अहिले अमेर पनि गयो साह्रै दुःख भनेको दुःख कुरा गरौँ भनेपछि हरेक ठाउँमा मैले भैलो खेल्न पनि गएँ जस्तै हुर्किया भाषा गएँ किराता बुराउसी फुल किराता रगत भने बसु कि अन्ती भाइ जाँदेली बुढ्या बगत को जानी मेरा दुःख गतो सोधानी भनेर पनि मागेर खाएँ दुःख पिरमर्काहरू गरौँ भनेपछि अथवा राज्यले पनि हेरिया नै नेताहरूले पनि हेरिया नै तपाईँको छाया नगरपालिका लगायत खटर गाउँपालिका करम गाउँपालिका अनि सुरु गाउँपालिका लगायतले पनि कलसदा यो हो कलसदा त प्रचलित मन्त्र हो हामीलाई कहाँबाट सहयोग गरौँ कहाँबाट सहुलियत गरौँ अहिले सङ्घीय संरचना आइरहेछ भनेर कोही गाउँपालिका नगरपालिकाले कसैलाई के गरौँ भन्ने सोच छैन अब गएपछि तपाईँ कहाँ आउनुहुन्छ तपाईँको त खतेर गाउँपालिकामा जानुहोस् तपाईँको त खतेर गाउँ छ पैसा बियो अहिले 2-4 हजार रुपियाँ हाल्ला बियो भने के भन्नुभयो भनेपछि तपाईँको यहाँ कहाँ छ त खतेर गाउँपालिका हुन्छ यहाँ कामले छ होइन यो त यहाँकै गाई हो यो त खतेरको मात्रै होइन कलसे अपाङ्ग हो दृष्टिविहीन हो जस्तै एउटा दृष्टिविहीनले गमगढीको कति रुपियाँ लिया त्यो संस्कृति लिएर हुन्छ त हामी खतेर कसैलाई महिनाको 1-2 हजार रुपियाँ दिँदा के फरक पर्ला कोही गाउँपालिकाले सोचिदिएन अहिलेसम्म दुःखै छ फेरि यो गीत छ हेर्नुहोस् मेरो आज एक्लै किन देख्नु भयो त आज एक्लै यस्तै हो आज अब श्रीमती खाना घर जाउँ जाउँ बजार जाउँ भन्दाखेरि के भन्दै भने कति दुकान डुराउने कति तू मेरो सलाउनु हमान्ने कति दुकान तेरो त मेरो ऋण खाया हूँ तेरो त मैले पाती खाएन भयो केही आफूले ढुडीकुटी खानुपर्छ आफूले अगुवारी खानुपर्छ त्यहीबाट उयो त्यस्तै हो सम्पत्तिका तिथि बिना विपत्तिका मित उही बेला अब हरेक ठाउँमा नयाँ 24 गाविसबाट सहयोग मागे 24 गाविसबाट आर्थिक सहयोग माग्दा पुन कार्यालयका विज्ञापन गए स्वास्थ्यको विज्ञापन रह्यो उही बेला खुवाइने हामी भयो
अब अहिले सबै खतेर गाउँपालिकातिर गयो, छाना नगरपालिकातिर गयो, करन गाउँपालिकातिर गयो, सुर गाउँपालिकातिर गयो। अहिले अब म हात मुसुको गएपछि केला किनिदेऊ पो हुन्थ्यो, केला किन्ने बजार रुपियाँ हुँदैनन्, सुन्तला किनिदेऊ हुन्थ्यो, सुन्तला किन्ने रुपियाँ हुँदैनन्। एकै फुचो कति अड्नु भने जो भएको कस्तो एकछिन बजारमा डुल्यौँ अमन काट्यौँ भनेर सरकारले कति दिएछ त? सरकारको भत्ता उयो त कर्स्याडी 2000 त जम्मै 2000 हो, मासिक 2000 दिएछ। मासिक 2000 हो। तर मेरो प्रायः जस्तो के उयो भने अब सबै वडा कार्यालय सचिव दापाला 24 गाविसले 2000 गर्दा छिया विज्ञापन हुँदैछ। अहिले कुनै ठाउँमा पनि कल्सदाई फलान ठाउँमा हो रे ती गीत गाएका रचना, गीत गाएको सङ्गत, दुःखहरूको फिल्महरूका अनि जस्तै सङ्घ संस्था बुद्धिजीवी आइएनजिओले कल्सदाई त हामीले गाएको भने सम्झिदिया हुने थियो। यस्तो तपाईँको युट्युबमा रारा च्यानलमा गीत गाए, जापानको रारा मौसममा आएर फोटो खिचिलिया, कुनै दिन केही हेर्छ भनेर लिए। आखिर कहाँ खोइ त्यो एरिया कसले एरिया तपाईँले खाता खोल्नु भएको छ उसमा बैङ्कमा? छैन, खाता छ अलिअलि भनेपछि त्यसो भए खाता खोल्नु भएको छैन? खाता खोलिया छ। अनि त्यसपछि आफ्नो खाता नम्बर पनि यसमा भनिदिनुहोस्, कसैले सहयोग गर्न सक्छन् होइन? खाता नम्बर त्यति त खाता नम्बर त थाहा भएन, थाहा छैन, चेक छ। खाता खोल्नु भएको छ? त्यसो भए खाता 2-4 हजार रुपियाँ होला। ए तपाईँले खाता नम्बर चाहियो, म पैसा हालिदिन्छु भनेपछि तपाईँले खाता नम्बर भोलि पर्सि दिन सक्नुहुन्छ? दिन सक्नुहुन्छ। आफ्ना कथा व्यथा राम्रोसँग गर्नुहोस् होइन? अनि तपाईँको बरु मेरो लागि बजारिया यी सबै इष्टमित्र बजारका दिदी बहिनी मेरो लागि धन्यवाद हुनुहुन्छ। कसरी भनेपछि जहिले आए पनि कति दिउँ त कल्सदा आइकन भने कहिले 50 दिने, कहिले 100 दिने, कहिले 150 दिने। एक छोरी छ नानी, मैले गीत गाइरहेको छु हेर्नुहोस्। सानी ठुली आमा ठुली सानो बच्चा खाना खाइदियाले, यति गरी बाइनु भन्दा मन पाइदियाले। त्यो गीत पनि मैले त्यो सबै च्यानलमा हालेँ। सबैभन्दा मैले दुःख अहिले फिल्महरूका भनेको के छ भनेपछि मच्चा किन्ने, यो कोहो मच्चा र यो आलु किन्ने अवस्था अहिले घटेर गइरहेको छ। त्यो अवस्था कसले के गरिदिने। फेरि एउटा यो गीत छ हेर्नुहोस् मेरो। डोरी बाटाको नाइ बर्खालाई गो मने पलाई गो, डोरी बाटाको नाइ बर्खालाई गो मने पलाई गो, बादली फाट्याको नाइ यो मेराले गियो संसारमा, बादली फाट्याको नाइ मेराले गियो संसारमा। संसारको पिँढी छौँ, बादल छ त बादलै छ, घाम छ त घामै छ। तातो लागेको बेला घाम लागि हो त, तातो नलागेको बेला छाइल बिहामै अरू कुरो खोज्यो। बादल छ कि छाइल छ भनेर त्यस्तो मर्कामा अपाङ्ग पढेको छ। त्यस्तै हो हजुर। अब अहिलेसम्म जस्तै 4-4वटा मान्य छन्। छाना नगरपालिका छ, खतरा गाउँपालिका छ, करन गाउँपालिका छ, सुरु गाउँपालिका छ, सङ्घीय संरचना छ। माथि अब 2/3 कमिस्टको सरकार, कमिस्ट अब बासको सबै सुविधा हुन्छ भनेर उनका भाषण, विज्ञापन, वचन हामीसँग छिया। त्यही भएर हामीले दलीय कलाकार लाग्यौँ, गीत गायौँ, काङ्ग्रेसको गीत पनि गायौँ, एमालेको गीत पनि गायौँ, माओवादीको गीत पनि गायौँ। तर लास्ट अहिले आलु किन्ने अवस्थामा नगएर बजारमा गएर पनि त चुलो डे बनानी भनेर खानुपर्ने अवस्था आयो हुँदा अहिले हामी साह्रो मार्कामा छौँ। कसैले व्यक्तिगत रूपमा कसैले सहयोग गरेका छन्? व्यक्तिगत त गरिरहेको छ, व्यक्तिगत त सहयोग गरिरहेको छ। व्यक्तिगत कति ठुलो रकम कतिसम्म गरेका छन्? व्यक्तिगत सहयोग गर्ने भनेका अहिलेसम्म जितबहादुर मल्ल र गोपाल मङ र कति रकम? अनि जितबहादुर मल्लको त अब
प्रत्येक महिना 51,000 रुपियाँ कसैलाई पनि दिएका छन्। अब त्यो त्यही भयो। अब गोपालगञ्जको खाता खोलेको 10,000 रुपियाँ हो। अनि नेपाली काङ्ग्रेसमा सहयोग गर्ने सहयोगै गर्नुपर्छ र यो हुनुपर्छ भनेर नेपाली काङ्ग्रेसले सहयोग गर्ने भनेका तिलक मल्ल र खड्गबहादुर शाही। किनभने उनले रेडक्रसबाट आफ्नो रेडक्रसको सभा हुँदाखेरि अब लुगा कम्मल ताला ताउला त्यो सबै उनले व्यक्तिगत नभए पनि अब सङ्घ संस्थाबाट उनले धेरै राम्रो सहयोग गरेर व्यक्तिगत रूपमा अहिलेसम्म कसैले त्यत्रो ठुलो रकम गरेको छैन। 1,000 रुपियाँ 500 200 300 1200 त अब जसले पनि दिन सक्ने भयो होइन। हजुर। अब लगभग 5-10,000 रुपियाँ व्यक्तिगत रूपमा 10,000 रुपियाँ व्यक्तिगत दिने भनेको गोपाल बममा त्योभन्दा अरू कोही छैन। यदि तपाईँले कसैले सहयोग गर्न चाहनुहुन्छ भने फेरि हामी तपाईँले भेट्छौँ होइन। हजुर मान्छेलाई प्रत्यक्ष ल्याएर अथवा चेक दिन्छन् कि के गर्छन् त्यो ल्याएर हामी तपाईँले यही फेरि रेकर्ड गर्छौँ फेरि। हुन्छ हुन्छ। यदि कसैले सहयोग गर्न चाहेपछि हजुर सहयोग गर्न चाहने अरूले हामीलाई सम्पर्क गर्छन्। सम्पर्क गरिसकेपछि तपाईँले भेटौँला। सरकारले मैले त्यो सहयोग गर्ने त्यो सबैले यो मेरो अहिले होइन त्यो रारा त्यो एफएममा हरेक ठाउँमा विज्ञापन गरेर तपाईँको यो गरिदिनुहोस् सहयोग गरिदिनुहोस्। तपाईँले यो पत्रिका निकालिदिएपछि के भन्नुहुन्छ देश विदेशमा बस्नुभएका मान्छेहरूलाई अब हाम्रो नेपालीहरूलाई के भन्नुहुन्छ? अनि त्यसपछि त्यो भनिसकेपछि अब तपाईँका पिरमर्काका गीतहरू 2-4वटा गीत भन्नुहोस् लास्ट जाँदा जाँदै हामी अन्तिम हुन्छौँ बिदाई हुन्छौँ। विदेश बस्ने सुदेश विदेशका मान्छे नेपालीहरूलाई दर्शक मेरो च्यानल हेरिदिने मेरो यो तपाईँको भिडियो हेरिदिने प्रति मेरो गहिरो शुभकामना। तपाईँ बाँच्नुहोस्। तपाईँको बरु हजुर सुदेश र विदेश बस्नेको शुभकामना प्रति हजुर बाँच्नुहोस्। बरु मलाई सहयोग र समर्थन सकभर गरिदिनुहोस्। मुगन पनि बचाउनुहोस्। म तपाईँको किनभनेपछि साह्रै पीडित साह्रै सुख र दुःखमाथि पिल्छिएको बजारमा एक लट्ठी हुन्छ एक सल हमाया हुन्छ। एक लट्ठी र सल हमाया हुँदा म दुःखमा मर्कामा पढ्या हुँदा तपाईँप्रति मेरो सबैभन्दा पनि दृष्टिविहीन मेरो यही टेकेका लट्ठीले मेरो यही भट्याको रोटोको बाटाले मेरो यही जहिले नालिदो सतिदो हौँ कि म एउटा श्रीमती छ एउटा सानी छोरी छ त्यो मेरो मुटुमा नभएर म दृष्टिविहीनकी छोरी होइन तपाईँको सुदेश विदेश बस्ने नेपालीहरूकी छोरी हो। मैले पालन नगरेर तपाईँको पनि बालबच्चा छ। अब तपाईँको बालबच्चा तपाईँले हुर्काउनु पर्ने छ भने मेरो बालबच्चा हुर्काउने सहारा केही पनि छैन। तपाईँहरू दर्शन तपाईँलाई सबैलाई मेरो शुभकामना नमस्कार भन्दै 2-4वटा गीत मेरो मनको वेदना खिरमध्ये 2-3 ल्यायो भन्ने छ यो पाउने पनि धरो गाउनलाई कल्छ दाइ पिपलका छाबिना जो चौतारो चिनेका ठौरा पिपलका छाबिना जो चौतारो चिनेका ठौरा केलाई लाग्दो माया बिना जो सुदेश विदेशसम्म केलाई लाग्दो माया बिना जो सुदेश विदेशसम्म भने कोही दिन नै बिना जुन भनु भन्ने मन लाग्दो भने कोही दिन नै बिना जुन भन्ने मन लाग्दो कालीपन लिने नै बिना जु दर्शन कालीपन लिने नै बिना जु अनु
किने केही नै काली पानाली ल्यानै बिना अनुहार देखिने केही नै मोटाला दुधैछौ बिना सापन पाइ चिसा पानी मोटाला दुधैछौ बिना सापन पाइ चिसा पानी राता दिन रुदैछौ बिना राता दिन रुदैछौ बिना रोयाले केही हुने छैन। त्यति भन्दै यो गीतको लहरी तपाईँ यो वेदना भन्दै म नमस्कार गर्छु। अब यो जति सहयोग गर्नुहुन्छ सहयोग गर्ने मान्छेहरूलाई हामी तपाईँको समक्ष ल्याएर 2-4वटा मान्छे राखेर हामी तपाईँको लागि प्रदान गर्नेछौँ है। अब नेपालभरिका सबै दुःख कष्ट नदेख्ने मान्छे भएपछि अब त्यो हामी त्यो भन्न सक्दैनौँ। जबसम्म तपाईँलाई सहयोग गर्ने मान्छे आउँछन् तपाईँको अगाडि ल्याएर 2-4वटा मान्छे राखेर सहयोग गरेको जुनसुकै सामान हो पैसा हो तपाईँको अगाडि प्रदान गर्नेछौँ भन्दै अब यो फेरि अर्को भेटमा फेरि भेट गरौँला।